100 नेपाली एन्टरप्रेन्योर इन क्यानाडा सिरिजको 6औं एपिसोडमा यहाँहरू सबैलाई स्वागत छ। आज हामी आएका छौँ एमडिएस भिसा इमिग्रेसन सर्भिसेसको अफिसमा, जसको अफिस नेपाल र क्यानाडा दुवै ठाउँमा रहेको छ। स्टडी पर्मिटदेखि टेम्पोररी रेसिडेन्टसम्म र टेम्पोररी रेसिडेन्टदेखि पर्मानेन्ट रेसिडेन्टसम्म वर्क पर्मिट एक्सटेन्सन होस् वा पिआर एप्लिकेसन होस्, इमिग्रेसन सम्बन्धी क्यानाडामा सम्पूर्ण सर्भिसेस प्रोभाइड गर्ने एउटै थलो रहेको छ यो अर्गनाइजेसन। र आज हामी यसका सञ्चालकसँग कुराकानी गर्दैछौँ। वेलकम एभ्रिवान। मेरो नाम मुगा राज भण्डारी, एमडिएस भिजा इमिग्रेसन सर्भिसेसको सञ्चालक। म क्यानाडामा 1997मा आएको हुँ। सबभन्दा पहिला म मोन्ट्रियलमा बसेँ। त्यहाँ बस्दाखेरि मैले पहिलो वर्ष फ्रेन्च सिकेँ, त्यसपछि काम सुरु गरेँ र 2014-15सम्म करिब अर्काको लागि काम गरेँ एज अ म्यानेजर। त्यसपछि मैले त्यही दौरानमा इमिग्रेसन ल पनि पढेँ र 2015मा एमडिएस भिजा इमिग्रेसन सर्भिसेस नामक संस्थाको जन्म भयो मोन्ट्रियलबाट। र त्यसपछि म 2016मा टोरोन्टो सरेँ र टोरोन्टो सरेदेखि नै हाम्रो एमडिएस भिजा मिसिसागामा अवस्थित छ। हामीले क्यानाडाको सबै किसिमको इमिग्रेसनको सेवा प्रदान गर्छौँ। तपाईँको लागि स्टडी पर्मिट होस् या भिजिटर भिजा, स्पोन्सरसिप, पिआर सबै नै गर्छौँ। यहाँहरूलाई मद्दत चाहियो भने हाम्रो सबभन्दा सजिलो कन्ट्याक्ट गर्ने माध्यम mdsvisa.com वेबसाइटमा जानु सक्नुहुन्छ र त्यहाँ जाने बित्तिकै तपाईँले कन्ट्याक्ट अस पेजमा जानुभयो भने हामीलाई टेलिफोन गर्न सक्नुहुन्छ। त्यस्तै गरी इमेल पठाउन सक्नुहुन्छ, वाट्सएपबाट कम्युनिकेट गर्न सक्नुहुन्छ। त्यस्तै गरी हामीले फ्री एसेसमेन्ट पनि गर्छौँ। तपाईँले जुनसुकै कुनामा भए पनि हाम्रो वेबसाइटमा छ फ्री एसेसमेन्ट भन्ने। तपाईँलाई चाहिएको कुन चाहिँ स्ट्रिम चाहिएको छ त्यो अनुसारको फर्म भरेर पठाउनुहोस्, हामी एसेसमेन्ट गरेर तपाईँको अप्सन्स के छ सबै बताइदिन्छौँ। र यहाँलाई आफैले गर्न चाहनुहुन्छ भने नि आफै गर्न सक्नुहुन्छ। हाम्रो मद्दत चाहिन्छ भने हामी डेफिनेटली गर्छौँ, किनभने संसारको सबै मान्छेलाई मद्दत गरिरहेछ भने होइन तपाईँ। र अब फोन गर्नुहुन्छ भने 9057669600 र वेबसाइट हाम्रो mdsvisa.com। यहाँहरूलाई चाहिएको सहयोग गर्न हामी तयार छौँ। धन्यवाद।